आज चाहिँ प्लेटभरिको चाउमिन खाँदा भयो यस्तो बिजोग। दिनभरि खासै काम थिएन। घरमा मकै छडाउन आमा र भाउजू चाहिँ लागि पर्नु भएको थियो। आफू त ठुलो ठालो मान्छे, यस्तो काम फेरि ढलेको सिङ्को उठाउँदैन, मै लडेर मर्ने। म चाहिँ लागे खुल्ला पैसा हातमा बोकेर गाउँतिर। गाउँको दाइ भाउजू चाहिँ छोरा बोकेर ससुरालदेखि आउनु भएको रे के गाउँमा दसैँ मनाउन। अबको एक दिनपछि मात्र स्पेसल दसैँ छ। दिदीले भने अझै घर लिपेर भ्याउनु भएको रहन्छ। गाउँ गएपछि आफूले जानेको भनेकै खेल्दै एउटा अलिअलि भलिबल हो। अनि भान्जो र म चाहिँ हल्का बल खेल्दै टाइम पास गरेका थियौँ। खासै बल खेल्न चाहिँ आउँदैन है मलाई फेरि। भेना चाहिँ यता आफ्नो तयारी गर्दै हुनुहुन्थ्यो। तातो तातो स्पेसल चाउमिन लिएर चाहिँ आउनुभयो। अब चाहिँ मेरो पालो। एक चम्मच चाउमिन उठाएर गममै मुखमा हालेको त मिठो मिठो मिठोकै फेरि खाँदा खाँदा पसिनै निस्केको थियो। गमकै गम नन स्टप खान थालेको त कति बेला त्यो थाहा नै भएन। घर आउँदा चाहिँ झमक्कै रात परेको थियो।